आफूलाई यो प्रतिस्पर्धाबाट बाहिर निकाल। यो हार र जितको प्रतिस्पर्धाले मान्छेको जीवन नष्ट गर्छ। म ठुलो हुन्छु, म धनी हुन्छु, म सबैभन्दा जान्ने हुन्छु, म सबैभन्दा माथि रहन चाहन्छु भन्ने त्यो दौडले मान्छेको जीवन नष्ट गरिरहेको छ। मान्छेले आफ्नो जीवन सही तरिकाले जिउनै पाएको छैन। यो संसारमा धनी होस् या गरिब होस्, दुवै पक्षले आजसम्म आफूलाई सही तरिकाले जीवन जिउने व्यक्ति बनाउनै सकेका छैन, किनकि दुवै पक्ष आफूलाई माथि राख्न चाहन्छ। धनी पनि सधैँ धनी भएर अझ माथि जान चाहन्छ अनि गरिब पनि गरिबको रेखाबाट माथि उक्लिन चाहन्छ। तर जीवन जो जहाँ छ त्यही बसेर आफ्नो जीवनलाई स्वतन्त्र बनाउने हो। आफू जबसम्म स्वतन्त्र हुन पाइँदैन तबसम्म कहिले पनि जीवन सही तरिकाले जिउन सकिँदैन। धन सम्पत्ति जतिसुकै होस्, पैसा जतिसुकै कमाइयोस्, शिक्षा जतिसुकै लियोस्, जतिसुकै राम्रो बनियोस्, जतिसुकै परिचित बनियोस्, तर मान्छे आफ्नो जीवनलाई बुझेको हुनुपर्छ। मान्छेले आफ्नो जीवनलाई सही तरिकाले जानेको हुनुपर्छ। प्रतिस्पर्धाबाट आफूलाई बाहिर राखेको हुनुपर्छ। प्रतिस्पर्धामा कहिले दौडिनु हुँदैन अनि मात्र मान्छे सही तरिकाले जिउन सक्छ। यो प्रतिस्पर्धाले हाम्रो जीवन नष्ट गरिरहेको छ।